सम्पूर्णमा नमस्कार। मेरो नाम आहु परियार। छाउपडी प्रथा छ भनेर हामीले भन्छौँ र छाउपडी प्रथा हटिसक्यो भनेर पनि भन्छौँ। छाउपडी प्रथा हटेको छैन, छाउपडी प्रथा कायम छ। तपाईहरुलाई लाग्न सक्छ यहाँ शहरमा छाउपडी प्रथा हटेको छ। हो, शहरमा केही ठाउँमा हटेको छ होला। तर तपाई कर्णालीतिर जानुभयो भने, सुदूरपश्चिमतिर जानुभयो भने त्यहाँ छाउपडी प्रथा अझै पनि कायम देख्नुहुन्छ। व्यापक अवस्थामा, चरम अवस्थामा छाउपडी प्रथा छ। अहिलेसम्म छाउपडी प्रथाको विरुद्धमा खास आवाज उठेको कतै पनि देखिएन र त्यतातिर त त्यसको विषयमा आवाज उठाउने कुरा नै छैन। त्यही चलनमा, त्यही रीतिमा, त्यही संस्कारमा बसिरहेका छन्, बाँचिरहेका छन्। छाउपडी प्रथा के हो? पहिला त कसैले नबुझेका पनि हुन सक्छन्, पछि आउने पुस्ताहरूले चाहिँ छाउपडी प्रथा के हो त्यहाँ बसेकाले त बुझ्छन्। सुदूरपश्चिम, कर्णाली लगायतका अन्य यो प्रथा रहिरहेको ठाउँमा त छाउपडी प्रथाको विषयमा थाहा छ। यसको विषयमा पढेकाहरूलाई पनि छाउपडी प्रथाको विषयमा थाहा होला। तर छाउपडी प्रथाको विषयमा अरूलाई मैले बुझाउन खोज्दाखेरि छाउपडी प्रथा भनेको महिला महिनावारी भएको बेला, रजस्वला भएका बेला घरभित्र छिर्न नदिने र त्यसको लागि छुट्टै महिनावारी भएकी महिलाको लागि छुट्टै एउटा छाउगोठको व्यवस्था गरिदिने, घरको चुलो छुन नदिने, कुनै पूजाका सामग्रीहरू छुन नदिने र घरभित्र छिर्न नदिने यो चलन जुन छ यसलाई भनिन्छ छाउपडी प्रथा। छाउपडी प्रथाको विरुद्धमा हामी सबैले आवाज उठाउनै पर्छ। छाउपडी प्रथाका असरहरू के हुन् त? सबैले भन्छन् छाउपडी प्रथाका असरहरू के हुन् भन्दाखेरि जब एकजना महिला महिनावारी हुन्छन्, रजस्वला हुन्छन्, जब त्यो महिनाको फोहोर रगत शरीरबाट बगेर जान्छ, अब त्यही कारणले, महिनावारी भएको कारणले उसलाई छुट्टै छाउगोठमा राखिन्छ। छाउगोठमा राख्दाखेरि चिसो, संक्रमण, हैन, सर्पको टोकाइ जस्ता डर हुन्छ। त्यो समयमा आराम पाउनु पर्ने हो, तर आराम नपाउँदाखेरि स्वास्थ्य अवस्था झन् कमजोर हुँदै जान्छ। महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने हो, तर छाउगोठमा बस्दाखेरि झन् स्वास्थ्यमा नकारात्मक असर पर्दै जान्छ र त्यहाँ रोग फैलिने सम्भावना बढी हुन्छ। विद्यालय जान नपाउँदा पढाइमा अवरोध आउँछ, मानव अधिकार हनन हुन्छ, व्यक्तिको स्वतन्त्रतामा हनन हुन्छ, महिलाको आत्मबल कमजोर हुन जान्छ, समाजमा असमानता र पुरातन सोचको निरन्तरता कायम नै रहन्छ। छाउपडी प्रथा केवल एउटा व्यक्तिको समस्या होइन, यो भनेको समाजको विकृति हो। यो समाजको विकासको एउटा बाधा हो, यो अवरोध हो। यो पुरातन सोच भएका, हैन, पुरातन धार्मिक सोच भएका र अशिक्षित व्यक्तिको कारणले यो प्रथा कायम नै छ, अहिलेसम्म पनि कायम नै छ। छाउपडी प्रथा अहिलेसम्म कायम छ। यसलाई हटाउनका लागि के कस्ता योजनाहरू चाहिन्छन्, यो समस्यालाई हटाउनका लागि के कस्ता समाधानहरू चाहिन्छन्, शिक्षित व्यक्तिहरूले यसको विषयमा हटाउनको लागि एकजुट बन्नै पर्छ। छाउपडी प्रथा हटाउनको लागि, छाउपडी प्रथा हटाउनका लागि बहुपक्षीय र दीर्घकालीन प्रयास आवश्यक हुन्छ। यो एक पक्षले मात्र हटाउन खोज्दाखेरि अलि गाह्रै हुन्छ। यो शिक्षित व्यक्तिहरू मिल्न पर्यो, हैन। फेरि महिलाले यसको विषयमा विरुद्धमा आवाज उठाउने, हैन, पुरुषले फेरि दबाएरै राख्न खोज्ने हो भने समुदायमा अझै गाह्रो हुन्छ। शिक्षा र चेतना अभिवृद्धि, विद्यालय, सामुदायिक केन्द्र, सञ्चार माध्यमबाट, हैन, यसलाई वैज्ञानिक तथ्य र छाउपडीका असरबारे जनचेतना फैलाउनुपर्छ। किशोरीहरू, अभिभावक, धर्मगुरु, समुदायका अगुवा भनिएकाहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। समाजका अगुवा भन्छौँ, समाजका अभिभावक भन्छौँ, तिनीहरूले अहिलेसम्म बाँधेर राखेको यो कुरीति, कुसंस्कार, यसको विरुद्धमा उठ। अर्को महिला सशक्तिकरण, महिलाहरूलाई आत्मविश्वास बढाउने कार्यक्रमहरू सञ्चालन गर्नु, तालिम दिनु, विभिन्न रोजगारमा जोड्नु, महिलाहरू आफैले छाउपडी प्रथाको विरुद्धमा आवाज उठाउने वातावरण बनाउनु, यसको विषयमा महिलाहरू सबैजना एकजुट हुन पर्यो। छाउपडी प्रथाको विरुद्धमा सार्वजनिक संवाद र सामाजिक दबाब दिन आवश्यक छ। यो भनेको के हो भन्दाखेरि छाउपडी प्रथालाई हटाउनका लागि विभिन्न नाटक देखाएर, गीत सङ्गीतको माध्यमबाट यसलाई जनचेतना फैलाउनु, विभिन्न सञ्चार माध्यमद्वारा विभिन्न शिक्षित व्यक्तिहरूले यसलाई कुन तरिकाबाट हुन्छ, नाटकका हिसाबले हुन्छ कि कुनै कार्यक्रम सञ्चालन गरेर हुन्छ कि कुनै गीत सङ्गीतका माध्यमबाट हुन्छ, यसलाई हटाउनका लागि पहल गर्नु। सबैजनाले छाउपडी प्रथा मान्छन्, तर त्यो समुदायभित्र एकजनाले छाउपडी प्रथा मान्दैन भने त्यसलाई चाहिँ सबैले गिजाउन थाल्छ। देवता रिसाउँछन्,
भन्ने चलनले छाउपडी प्रथा कायम छ। त्यहाँ त छाउपडी प्रथा नमान्ने व्यक्तिलाई प्रोत्साहन पो गर्ने हो त, पुरस्कार पो गर्ने हो त, पुरस्कार दिने पो हो त, जिज्याउने हो। सरकारले छाउपडी प्रथाको विरुद्धमा बनाएको कानुनलाई गहिरिएर कार्यान्वयन गर्न जरुरी छ। कानुन बनाएर मात्र भएन नि कि कार्यान्वयन गर्न पर्यो। कर्णालीमा छाउपडी प्रथा कतिको छ भन्ने कुरा म त्यहाँको प्रत्यक्षदर्शी भएको कारणले, मैले त्यहाँ देखेको कारणले कर्णालीमा छाउपडी प्रथा कसरी मानिन्छ, कसरी कायम छ भन्ने कुरा म तपाईँले भन्न चाहन्छु। एकजना महिला महिनावारी हुँदाखेरि तिनै महिलालाई घरभित्र जान दिइँदैन। पहिला कुरो, घरको चुलो छुइन दिँदैन, घरका पाठ पूजाका सामग्रीहरू छुन हुँदैन भन्ने मान्यता छ। देवताका थानहरूमा गएपछि देवताहरू रिसाउँछन्, देवताहरू लाग्छन्, जुठो हुन्छ भनेर त्यो मान्यता छ। गोठभित्रै सुताउँछन्। घरको ओटालीमा आएर बस्यो भने कमेरो पानी छर्केर चोखो भयो भनेर त्यसरी छर्किने गरिन्छ। हामी एकजना व्यक्तिले त्यो खालको समस्या देख्दा त कति पीडा हुन्छ भनेपछि एकजना महिलाले त्यो सामना गर्नु पर्दाखेरि, त्यो पीडा झेल्नु पर्दाखेरि जुन कतिको समस्या हुन्छ। त्यसको विरुद्धमा सबैजनाले आफ्ना सामाजिक सञ्जालबाट पनि लेख्न जरुरी छ हैन। विभिन्न कोडबाट हैन बहस चलाउन जरुरी छ। कानुनी रूपमा पनि यसलाई एकदम कार्यान्वयनमा ल्याउन जरुरी छ। छाउपडी प्रथाको विषयमा बोल्ने, हराउने यस्ता खालका क्रियाहरू गर्नु हुँदैन। यो कुरीति हो, यसलाई हटाउनुपर्छ। देउडा गायिका रेखा जोशीले यसको विषयमा छाउपडी प्रथाको विरुद्धमा सधैँ आवाज उठाएको म देख्छु। उहाँको त्यो कदमप्रति म सधैँ आभारी छु। उहाँको त्यो कदम प्रशंसा गर्न लायक छ। उहाँले त्यो आफूले पनि भोगेको हिसाबले र साथै सुदूरपश्चिममा त्यो छाउपडी प्रथा जुन कायम छ नि, यो देशैभरिको छाउपडी प्रथालाई हटाउनुपर्छ भन्ने मान्यता गायिका रेखा जोशीमा छ। उहाँले पटक पटक महिलाहरूले यसको विषयमा एकजुट हुन आह्वान गरेको पनि देखिन्छ। महिलाहरूलाई सशक्तिकरण गर्न खोजेको पनि देखिन्छ। उहाँले जुन खालको त्यो पहल चाल्नु भएको छ त्यसको लागि म उहाँलाई शुभकामना भन्न चाहन्छु। छाउपडी प्रथा एउटा महिलाको मात्र समस्या नभएर यो आम समाजको समस्या भएको कारणले सबैजनाले हामी जोसुकैले पनि यसको विषयमा विरुद्धमा उठेर सकेसम्म समाजबाट हटाउन जरुरी छ। यो सुदूरपश्चिम र कर्णालीमा बढी जरा गाडेर बसिरहेको छ पुरातनवादी सोच भएका अशिक्षित व्यक्तिहरू जुन हैन दबाउनुपर्छ, महिलामाथि अन्याय गर्नुपर्छ, अत्याचार गर्नुपर्छ भन्ने जुन मानसिकता बोकेकाहरूले यो खालको व्यवहार देखाउँछन्। यसको विरुद्धमा सबै महिलाहरू एकजुट भएर आवाज उठाउनुपर्छ। यो एकजना महिलाको मात्र समस्या हैन क्या, सबैजनाले आवाज उठाएर यसको विरुद्धमा उठ्नुपर्छ। बल्ल आफ्नो अधिकारको लागि लड्नुपर्छ। यस छाउपडी प्रथा सधैँ कायम हुँदैन। त्यसकारणले सबैजनाले छाउपडी प्रथालाई मैले अघि जे भने नि, यसलाई शिक्षाका माध्यमबाट हैन जनचेतना फैलाएर यसलाई हटाउन सकिन्छ। यसलाई विभिन्न तिनै जुन समुदायमा बसेका जुन अगुवा भनिएका जुन भेदभाव गर्ने, जुन यो छाउपडी प्रथालाई झन् प्रश्रय दिने, यसलाई झन् बढी मान्यता राख्ने, छाउपडी प्रथालाई मान्यता राख्ने व्यक्तिहरूको अगाडि तिनीहरूलाई लक्षित गरेर अनि किशोरीहरू जुन अभिभावक सबैलाई लक्षित गरेर यसका विषयमा कार्यक्रम बनाउन जरुरी छ। नाटक, गीत सङ्गीतका माध्यमबाट यसलाई जनचेतना फैलाएर यसलाई वैज्ञानिक तथ्य र छाउपडी प्रथाले पार्ने असरबारे समाजमा जनचेतना फैलाउन जरुरी छ। यसले महिलामाथि हुने समस्याहरू, शारीरिक समस्याहरू, स्वास्थ्यमा पर्ने असरहरूको विषयमा चिन्तन गरेर महिलाहरूको आत्मबलमा कतिको समस्या हुन्छ यस्ता कुराहरूलाई ख्याल राखेर यस छाउपडी प्रथाको विरुद्धमा सबैजना एकजुट हुन जरुरी छ। अब एउटै घरभित्र महिनावारी भयो भने घरभित्रै बसाल्ने बानीको विकास गरौँ हैन। यहाँ तपाईका पाठ पूजाका सामग्रीहरू छोइन्छ भन्ने जुन मानसिकता बोक्नु भएको छ नि, यो गलत हो। यो तपाईको भरम हो। तपाईले त्यो सोच बोक्नु भएको छ, त्यसकारणले त्यो भरममा तपाईले पालिरहनु भएको छ। यो भरमलाई हटाइदिनुहोस्। जुन ठाउँमा यो छाउपडी प्रथा कायम छ त्यो ठाउँमा महिनावारी भएकी महिलाले घरभित्र गएर खाना पकाएर सबैले खान सक्ने खाने माहौल बनोस्। फेरि महिलाहरूलाई छुट्टै गोठभित्र सुताउने, यसले तपाईँ यसको विषयमा सोच्नु जरुरी छ कि छैन। आज छाउपडी प्रथा भई एकजना महिला महिनावारी हुँदाखेरि गोठभित्र सुताउँदाखेरि उसलाई सर्पले टोक्ला, उसले शारीरिक समस्या होला, झन् रोग फैलिँदै जाला। यसको असर कसलाई पर्छ? झन् हामीलाई पर्दैन, ती घरका सदस्यहरूलाई पर्दैन। त्यसकारण यसको विषयमा सोच्नु जरुरी छ। छाउपडी प्रथाको विरुद्धमा सबैजना एकजुट भएर लागौँ, यसलाई हटाउनको लागि प्रयास गरौँ। म यही विषयमा यति भन्न चाहन्छु र अन्य समाजमा भएका विकृतिहरू, विसङ्गतिहरूको विषयमा आवाज उठाउने नै छौँ, बोल्ने नै छौँ। त्यसकारण आज पनि म बिदा हुन चाहन्छु। नमस्कार।